तपाईहरुले पनि एआईबाट यस्तै भिडियो बनाउन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु र ढिला नगरी भिडियोतर्फ अघि बढ्नु। नमस्कार साथीहरु, मेरो नाम हो डिजिटल पोखरेल। तपाईहरुलाई डिजिटल पोखरेलको युट्युब च्यानलमा स्वागत छ। आज मैले तपाईहरुलाई एआईबाट भिडियो बनाउन सिकाउन गइरहेको छु। यो एकदमै नयाँ तरिका रहेको छ साथीहरु। लेट्स स्टार्ट। सुरुमा तपाईले आफ्नो फोनमा भएको क्रोम ब्राउजर ओपन गर्नुपर्ने हुन्छ। ओपन गर्नु। क्रोम ब्राउजर ओपन गरिसकेपछि तपाईले यहाँ एउटा युआरएल हान्नु पर्ने हुन्छ। त्यहाँ तपाईले जस्ट सर्च गर्नु होला एआई स्टुडियो गुगल भनेर। त्यो लेखेपछि सर्च गर्दिनु होला। त्यसपछि तपाईकोमा सुरुकै लिंकमा क्लिक गर्दिनु होला। सुरुकै लिंकमा क्लिक गरेपछि तपाईलाई साइन इन गर्न मन छ, साइन इन गर्नु होला आफ्नो कुनै पनि गुगल अकाउन्ट युज गरेर। त्यसपछि यहाँ माथि रहेको 3 डटमा क्लिक गर्दिनु होला। त्यसपछि यहाँ एउटा भिडियो जेन भनेर अप्सन आउँछ। यो भिडियो जेनमा क्लिक गर्दिनु होला। त्यसपछि यहाँ तपाईले भिडियो बनाउन मिल्छ। तपाईले यस्तो ल्यान्डस्केप मोड यो भिडियो जस्तो बनाउन चाहनुहुन्छ, टिकटकमा रहेको लामो भिडियो बनाउन चाहनुहुन्छ भने माथि फिल्टर बटन रहेको छ, त्यहाँ क्लिक गरेर बनाउन मिल्छ। तपाईले भिडियो एकैचोटी यहाँ दुईटा नि बनाउन मिल्छ। नम्बर त्यस भिडियो कस्तो बनाउने, लामो बनाउने, 1300 बनाउने, त्यस भिडियो कति सेकेन्डको बनाउने, म्याक्सिमम 8 सेकेन्ड बनाउन मिल्छ। अनि नेगेटिभ प्रम्प्ट नि दिन मिल्छ यहाँबाट तपाईहरुले। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईले यहाँ क्लिक गरेर फोटो अपलोड गर्नुपर्ने हुन्छ। यहाँ तपाईले अपलोड फोटो गर्नु होला। त्यसपछि एउटा फोटो अपलोड गर्दिनु होला, कुन फोटोलाई एनिमेट गर्न चाहनु। त्यसपछि मैले अरु केही लेख्दिन, मैले यो फोटोलाई एनिमेट गर्दै मात्र लेखेको छु। त्यसपछि पठाइन्छु मैले। त्यसपछि यसले एकैछिनमै भिडियो बनाएर दिन्छ। यहाँ भिडियो फाइनली बनिसकेको छ। यो भिडियोलाई हेर्न सक्नुहुन्छ। त्यसपछि यो भिडियो डाउनलोड गर्न चाहनुहुन्छ नि यहाँ डाउनलोडको बटन रहेको छ, यसलाई डाउनलोड गर्दिनु होला। तपाईको फोनमा डाउनलोड हुन्छ भिडियो। ल हुन्छ साथीहरु, यति बेला यो भिडियो राम्रो लाग्यो, यो भिडियोलाई लाइक गरिदिनु होला, हामी जोडिन चाहनुहुन्छ च्यानललाई सब्स्क्राइब गरिदिनु होला। बाइ।